भाइ त मैले कहिले भनेछ उसलाई Okay. म रातमला पढेको नि त होइन आयुष पनि रातमला पढेको होइन सो उसको र मेरो त एज ग्याप छ नि 6 years जहिले पनि स्कुलमा जुनियर्सले सिनियर्सलाई चिन्ने हो अब सिनियरले त त्यो क्लास 2 को क्लास 3 को बच्चालाई त कसले हेर्छ होइन सो ऊ क्लास 3-4 मा हुँदा म 8-9 मा थिएँ सो म क्लास 9 मा भएको बेलामा म एकचोटि स्कुलबाट सस्पेन्ड भएको छु आर्ट रुममा बोयफ्रेन्डसँग मेकआउट गरेर I was like what 13-14 years old थियो होला त्यतिखेर होइन अनि सो म सस्पेन्ड भएँ अनि त्यो एकदम स्कुलमा हल्ला भएको थियो क्या बिकज रातमला इज अ भेरी स्मल स्कुल नि त सो धेरै स्टुडेन्ट थिएन विच मिन्स अब फैलिहाल्यो नि त न्युज अनि सस्पेन्ड भयो भनेर भन्यो यसो यसरी पक्रियो टिचरले भन्ने कुरा भयो अनि म चाहिँ अब आई डोन्ट रिमेम्बर दिस म भरेङमा बसेर रोइरहेको थिएँ अरे कि क्लासरुमको अगाडिको अनि आयुष आएको थियो अरे अनि उसले म रोएको देख्यो अरे होइन अनि उसले त मलाई याद गर्यो होला नि त फेरि म अलिकति त्यतिखेर स्कुलमा पनि ब्ल्याक नेल पलिस लाएर जाने होइन त्यतिखेर नाक छेडेको थियो तर ब्ल्याक रिङ लाउने चुरा लाउने तर कस्तो भने 4 पाटी चुरा आउँथ्यो नि पहिला याद छ स्क्वायर शेपको हात छिराउने तर स्क्वायर शेप एउटा होइन फेरि 8-10 वटा दुईटा हातमा अनि एभ्री मर्निङ स्कुलमा खोल्ने क्लासमा गएर फेरि लाग्ने खतरा के यु नो खतरा टाइपको अनि सो अब जुनियरहरूलाई त याद हुने भइहाल्यो क्लास 8 मा खतरा केटी छ एउटा टाइपको अनि सो उसले चाहिँ मलाई म रोएको देखेँ नि उसलाई एकदम माया लाग्यो किन एउटा केटी चबी थिएन हि वाज द नेक्स्ट लेभल चबी आई डोन्ट इभन रिमेम्बर दिस इन्सिडेन्ट भन्दैछु त म होइन अनि ऊ मसँग भरेङमा बसेर अनि उसले मलाई तपाईँ किन रुनु भएको भनेर सोध्यो अरे अनि मैले केही बोलेन रे अनि यु नो समटाइम्स वेन यु क्राइङ अनि कसैले आएर के भयो भन्दा झन् रुन मन लाग्छ नि अनि म झन् रोएछु अनि उसलाई कस्तो नराम्रो लागेछ अनि प्लिज नरुनुहोस् है भनेर अनि ऊ गएर क्या तर्सेर